हामी चाहिँ सँगै सिक्छौँ जाला हैन हामी चाहिँ आज ड्राई के भन्छ त्यसलाई ड्राई पिकनिक हुन लागेको अनि उहाँ चाहिँ गोल्दी आउँदै हुनुहुन्छ हैन म चाहिँ कतुरे बोकेर हिँड्नु जस्तो छ ल जाम हैन अब हामी जाँदैछौँ हिँड्न सक्नुहुन्छ यस्तो हैन यहाँ चाहिँ हाम्रो आन्टी हुनुहुन्छ यहाँ यहाँ सबैजनाको भिड भइरहेको छ गाइस देख्न सक्नुहुन्छ हैन म कपडा चाहिँ नतानेको भए हुन्थ्यो हैन अनि हामी चाहिँ यो चाहिँ बोतल पानी सानी बोकेर हिँडेको यो चाहिँ बोतल सोतल पानी हामी बोकेर हिँडेको भर्खर नयाँ नयाँ भ्लग हो नि त हैन यहाँ चाहिँ पूजा दिदी हुनुहुन्छ आज वर्षमा एकचोटि नर बस्नुहुन्छ यो पानी बोतल छ हेर त त्यहाँ त्यो पनि बोल्दै छु त्यहाँ पछाडिबाट शब्दहरू बयान गर्दै हुनुहुन्छ हैन यहाँ चाहिँ दीपशिका दिदी एकदम म्याट आफू जस्तो म्याट बोकेर हिँड्ने हुनुहुन्छ हैन अनि हामीहरू पनि हिँडिरहेको छौँ हैन यहाँनिर यहाँ कसो हाँसिरहेको छ हैन कुकुर जस्तो दाँत देखाएर अनि यता चाहिँ गोल्दी दिदी हुनुहुन्छ दुईटा हजुर पिकनिक आज हामी यता चाहिँ म्याट 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 सक्नुहुन्छ यहाँ ल इन्ट्रोडक्सन है म्याट बोक्दै कस्तो फिल भइरहेको छ तपाईँ म्याट बोक्दाखेरि भन्न सक्नुहुन्छ क्यामेराको अगाडि अब तपाईँ अब खै देख्न सक्नुहुन्छ त तिनजना आउँदै हुनुहुन्छ यो बाटोबाट हामी जाँदैछौँ यहाँ होइन गाइज म फेरि आइसकेको छु होइन मेरो अन्डा लिएर होइन म चाहिँ यही है मैले समातेको नि फेरि यो चाहिँ पिरो गरेँ पिरो चटपटे खानाले यति सामान बोकेर हिँड्दैछौँ होइन गाइज यो चाहिँ बाइक गयो है भर्खरै बाइक आएको नि गाइज के भयो ल उहाँ चाहिँ रुँदै हुनुहुन्छ है उहाँ रुँदै हुनुहुन्छ नरुनु न उहाँ त अब उहाँ मोतीको दानाहरू झार्दै हुनुहुन्छ तर किन रोगो भर्खर एकजना फुस्केर गइसक्नु भयो होइन देख्न सक्नुहुन्छ होइन यो पनि देख्न सक्नुहुन्छ म पछाडिबाट आउँदै हुनुहुन्छ त्यसपछि क्यामेरा पनि समात्न आउँदैन होइन यहाँ पनि हुन्छ उहाँले चाहिँ म्याट बोक्नु लाग्यो भने किन हो उहाँले रुइराख्नु भएको छ हामी तिनजना छुट्नै नसक्ने एकदम अद्भुत जोडी हामी तिनजना हो कि होइन परेवाको जोडीहरू परिवार भनेर परिचय दिइराख्नु जरुरी चाहिँ साथ थिएन जस्तो लागेको थियो अनि यो चाहिँ मेरो अनुहार यो चाहिँ यसको अनुहार यो चाहिँ मिसेस खरायो आइसक्यो होइन अब हामी भर्खर पुग्नु लागिसक्यौँ है गाइस ल हेर्न सक्नुहुन्छ हामी पुगिसक्यौँ अब ल आइपुगिसक्यो ल ठेला गाडा पनि त्यहाँनिर एकदम छ होइन फाइनली गाइज हामी आइपुग्यौँ गाइज मैले अघि पनि भनिसकेको थिएँ होइन हामी चाहिँ सोसियल पार्क आएको थियौँ अनि सबैजना देख्न सक्नुहुन्छ यहाँ बनाउँदै हुनुहुन्छ होइन बन्दैछ यतातिर बस्दै हुनुहुन्छ यो जग्गामा हामी छौँ यहाँ चटपटे देखिरहेको छ अनि यता शर्मा दिदी बनाउनु भएको छ आन्टी यता हुनुहुन्छ पूजा दिदी उहाँ र त्यो पनि उनीहरू कालबाट बसिराख्नु भएको छ होइन यतातिर सबैजना हुनुहुन्छ देख्न सक्नुहुन्छ ल कविता दिदी उहाँ कुनामा बसेर दुनामा खाइरहनु छ अब फेरि पनि म अब सोसियल पार्क चाहिँ यसो सही गाइड अहिले चाहिँ यहाँ विकास भइरहेको छ डेभलपमेन्ट भइरहेको छ यस्तो भइरहेको छ होइन यही हो अब यो हाम्रो बनिरहेको छ यहाँ म देखाउनु पाइरहेको पनि मैले देखाउनु चाहेँ होइन पुग्दैन भनेर अहिले फेरि एउटा बुझा खबर लिएर वाउ र त्यही भएर चटपटी बनिरहेको छ है ड्राई पिकनिक यो चाहिन्छ जस्तो छ यो नि किराउ नि विकेन्डको रमाइलो गोल्फ खानु आज शनिबार है उर्सा दिँदै हो नि फेरि गोल्बा अमै अझै बुझा धेरै
आज त भात खानु खाने यही त नि खाजा अहिले यही त अनि खाजा नि हैन अब मलाई थाहा भयो अब पुग्दैन खाजा के खाने भन्दैछ त्यो अब कलर आउँछ र आन्टी चटपटीमा कलर पुग्दैन नि आन्टी यो डेन्जर आउँछ पुग्दैन नुन पुग्दैन डेन्जर है घर पुग्नु पर्यो किन हरा इत्रु त्यो कतै चटपटी बस्नुतिर छ माग्यो जान त मगन मारै पिकनिक गर्न नाको नुन नलिएर आएको भन्नु एकछिन आन्टी पल्ला चाखौँ 10 रुपैयाँको त त्यो मात्रै ननिकाल है घरि टाउको मात्रै भुँडी मात्रै ननिकाल है निकाल्छ आन्टी नुन त चाहिन्छ यार ओए एड अन गरे अनुसार पाउट अनि कविता दी कसलाई लिएर कविता कुसुमलाई लिएर चाहिँ रोशनी आन्टीको गरेर नुन मागेर ए त्यो रोशनी राख्दिनु पर्छ रोशनी आन्टी उ त्यहाँ आउ पसन्द दिप्सीले लिएर जान्छ लु दिप्सीले पुर्याउँछ त्यही भएर धेरै टाढा हो त छैन नजिकै छ के नजिक छ रोशनी आन्टी घर गई नानी जान्छै रोशनी आन्टी घर नुन लिन नुन सँगै जा भन्छ नि दादी धेर नमाथि है ओइ आन्टीलाई नि आइज भने नि हुन्छ ओए तिमी र कुसुम जाऊ दिप्सिका आऊ कसले दिएछ म देखाएको छु के उले देखेको छ अरे त ऊ गइसकि छ त्यो मैले नि देखिसकेँ कहिले गएको थिएँ त हाम्रो कुसुम दिएर म गएको थिएँ कहाँ गएको थियो कहिले घर होइन पसल भने पसलमा हो के जाने भनेको पसल छ ल ल आऊ कहाँ जाउँ यहाँ यो म यताबाट के यही हो छैन आन्टी मैले पेट मात्र निकालेको यति धेरै चाहिँ शर्मिलाले एक्लै खानु के सरसँग सक्दैन म त रोशनीसँग बदम छ होला कल गर्नु त आन्टी जाऊ न हरि पनि गइदेऊ ल म जाऊँ छिट्टो आउन तर तिमीहरू है तिमी दुईजना बदम तर गाडी चाहिँ समात्दै गाडी चाहिँ हेरेर है ठिक केही भयो भने माछा पनि मिस्ले मलाई मैले मोडिरहेको छु जस्तो फिलै भएन कि एकतिर मात्र उ गरिरहेको छु कि कता कताको भ्याएकै छु जिन्दगी का सफर रास्ता देखे चटपटी चाहिँ खाना आउने नुन चाहिँ नभएकै आउने यस्तो पनि हुन्छ देख्नुभयो मैले सबै सामान रेडी पारेँ नुन लाएन नि हजुरलाई ठिक्क हुँदैछ लाग्दैन लाएन होला आफू त जेमा पनि फिट हुने को हालिसक्नु भयो ए मसलाहरू सब हालिसक्नु भयो पिरो पानी केही नै छैन हौ यो त छैन केही पनि छैन आन्टीले पिरो छैन भन्नुभयो भनेपछि त होइन न अहिले नहाल यसलाई र कुसुमलाई निकालिदिएर हाल नुन पुगेन ठिक छ है पिरो हुन्छ आन्टी तर नुन त्यस्तो उयो छैन कमी भएको महसुस हुँदैन यो पिरो हालेपछि चाहिँ कुसुम गएको चाहिन्छ म त कुसुमले उ गर्छ होला नि चाख्छ होला नि चाह त नुन कसो खान्छ त्यो खान पाउनेलाई यसो गर उची ग्यासमा निकाल बहिनी यसमा सिद्धु पनि यहाँ अब होइन नुन चाख्नु लागिराख्नु भएको छ यहाँ दिदीहरूले आन्टीले चाहिन्छ आन्टी कसो भयो आन्टी चटपटी त देखेको छैन देखेको छैन दामी छ तर नुनको अभाव नुन पनि लिन गइसकेको छ है भर्खर तिनजना यहाँबाट गई गायब भइसक्नु भएको छ नुन लिनलाई होइन उहाँ चाहिँ यो के गर्नु यो चाख्नुलाई यो कुसुम म चाख्नु लागेको यो ए पिरो नखानेलाई चाहिँ त्यहाँ छुट्टाइरहेको छ है भयो तल प्रस्तुत ल अब यसमा पिरो सिरो सब हाल्नुपर्छ सबै खान्छ होइन अब त सबैले खाइ पिरो नखाने कोही पनि छैन हाम्रो भयो नि त देखेको छ कति धेरैको बोलेको ल एकदम पिरो है ल अब चाहिँ पिरो हुन्छ अचानक गिलो पनि बनाउनु पर्थ्यो कि हामीले डब्बामा हालेर ल्याउने के यादै भएन नि त सुरुमा के हाल्छ धुलो खुर्सानी अनि हरि त्यही भएर त गएको दिदी यहाँ पनि छ धुलो खुर्सानी बेसार अनि पिठ हाल्छ नि त्यसमा बेसार कहाँ हाल्छ कलर छ होइन फेरि अब के भन्छ पानी त्यसलाई, उमाल्ने गइसकेको छ तिनजना नउम्लिकन हाल्नु भने मिलेन। थाहा छैन बदाम अनि त्यसपछि सदाम मैदा। लिनलाई होइन अनि बदाम त्यसपछि लिनलाई food color अनि हाल्ने,
अनि गोल्ने नि नुन थोरै मात्र अब हाल्नुपर्छ नि चाहिँ आफै बाक्लो हुँदैन अब यहाँ बोलिराख्नु भएको छ चटपटी बोलिराख्नु भएको छ थाहा छ कि छैन यहाँ थाहा छ कि छैन थाहा छ कि छैन यसरी जो मान्छे बोल्छ नि देखाइहाल्नु कि अनि म पनि त बोलिरहेको छु खै त मलाई देखाएको त्यही त अघि देखाएन क्या कति न के थाहा छैन तर मलाई थाहा छ यस्तो भन्नु यस्तो अर्को लाग्छ पछि हालिदिन्छ यो मान्छेले नि त्यो फुड कलर बनाउनु थाहा छैन भयो कहाँ थाहा हुन्छ त अनि म जुरुको बोकिदिन्छु यसलाई कस्तो नराम्रो आउन त यतिकै नजिकै लिएर आउनुपर्छ है कति न नराम्रो त किन हेरिरहेको ओठा फोकस गर्ने मेरो हात त मेहन्दी लाग्यो किन किन आन्टी मेरो हात त क्या ओठा मात्रै निकाल्ने क्या अनि अनि यो गाई झियो चाहिँ कसको ओठो लाग्छ भनेर लाग्छ मान्छे क्या हो सिन्त सर एकछिन न मैले बोल्नु भनेको त्योहरू भनेको मेरो कुरामा हालेको हो नि त होइन म कति बिहान सबै भेलो पाठीहरू भेलो के हो हामी त्यस्तो छौँ र यहाँ रामी मान्छे हुँदा हुँदै आन्टी यो खाँदै उताको हो नि त त्यही भएर बुझ्नुभयो बुझ्यो कि नबुझ्यो खतरा हुन्छ तर थाहा छ सर उल्टो भएर भेला मान्छेहरू नि के भन्छ चटपटी यस्तो दामी बनाउँछ लाइक सामान धेरै नभए पनि नि दामी बनाउँछ फेरि त्यस्तै नर्मल अब नर्मल कास्ट जस्तै छेत्री बाहुन हुँदैन त्यसरी बनायो भने मिठो हुँदैन आमा बुनु चाहिँ नपिरो दुईटा बोकेर बसेको तिम्रो त खाँदै गर्दा हुन्छ तेरो र दिन्छु म तँलाई यत्रो धेरै दिँदा पनि किन गरिजाएर बसेको त्यही भनेको सुन्नु न सर अस्ति के भयो थाहा छ मलाई मिना आन्टी मम्मीको घर थाहा थिएन होइन अनि त्यसपछि फेरि आन्टीले लग्नु भयो त्यहाँबाट हामी यहाँ ऊ त्यस्तो अलिक बाङ्गो भयो कि एसएससीबाट अनि हामी रोशनी आन्टीकोमा पसलमा गयौँ होइन अनि त्यहाँनिर भगडे साधेको खान आँट्यौँ होइन दही लिन जा भन्नुभएको आन्टीले मलाई को आन्टीले दुर्गा आन्टीले गयो नि फर्किने बेला फेरि बाटै नथाहा भएको क्या मलाई अर्को बाटो हेर्ने आरतीले बोलाएको मलाई भन्छु ओए यता देख फोकस गर ल ल ल दही किनिसेर त्यो ड्राइभिङ सेन्टर छ नि त्यहाँबाट सिधै जाँदा पर पुगिन्छ नि ऊ फेरि घुमेर आइछ रे बाटोबाट गइछ क्या फेरि उता गएको तिमी अनि बिर्सेको के रोशनी आन्टीकोमा गएको अनि रोशनी आन्टीको रुम छेउमा पुगे त्यो होटल छेउमा पुगेपछि सिधा जाँदा रोशनी आन्टी हामी हेरिरहेछौँ गोले आयो भनेर है गोलु दिदी त दही बोकेर अर्को बाटो लाग्नु होइन होइन तर थाहा छ एकजना थियो होला अगाडि अगाडि त्यही भएर होला अनि फेरि आरतीले मलाई सोध्नु ओ कहाँ जान लागि भनेर भन्नुभयो अनि फेरि ए म भुलेछु भने यति मन मेरो पेट दुखेको म त्यति हाँसेको थिएँ कि आफै देखेर तर त्यो मेरो कुरा सक्यो के छ भन्नुहोस् होइन कि त्यो दिन यसले साँच्चै नचिनेकै हो क्या मान्छे यसले नचिनेको होइन एकजना चिनेर चाहिँ पछि पछि गएको हो भन्दैछु त त्यो मान्छेले के बोकेको सल्लाह थियो क्या होइन के कस्तो राम्रो देखिरहेको छु कि म त्यसमा तर आँखा चाहिँ एउटै देखेको छैन सृष्टि पनि भएको चिल्लो अनि मेरो हातै गलिसक्यो चिल दिदी हो उहाँ भ्लग बनाउनु यति सजिलो रहेन छैन नि देखे जस्तो के पनि छैन अघि उल्टो समाज त्यहाँ थियो क्या यता घुम्ने उता ल मोले सर अब फेरि अब चटपटी ओसिन लगाइसकेको छ होइन खोला छ त तर खोइ एउटा ठाउँ मात्र फेरि जम्मा मान्छे आउँदैन खै किन एउटा चटपटी ओसिसक्यो तर खै त हामी देख्न सकिन्छ त्यहाँ बाटोमा कोही पनि आइसकेको छैन है अहिलेसम्म चाहिँ ल ल ल ल ल ल ऊ एकजना भर्खर है लाजले के भएर आउनुहुँदैछ मलाई देखेर अर्को दुईटा फेरि पुरा चल्दै आउँदैछ ए ल ठिक छ सामान आयो भइहाल्यो नि हामीले मान्छेले हामी गएको 1 घन्टा पछि आएर बदम पनि छैन के काम के चाहिँ काम भयो त हिँड्नु भनेको सब चाहिन्छ है यत्रो टाइम भएर लास्टमा आएर बदम छैन यत्रो नुन खाएर फेरि यो के नुन हाल्नुहुन्छ यत्रो नुन हालेर उहाँलाई फेरि अर्कै केहीको सम्भावना हुन्छ त्यही भएर नुन केही खोज्न थाल्यो भने टेन्सन हैन भयो बोलबा नुन खायो भने केही चाहिँ हुन्छ है काँचो नुन खायो भने प्रेसर आयो लाज लाग्यो है उसलाई फेरि मोबाइल अगाडि लागेको ल यति साह्रो मोटी नि हुने अब अनपिरो अनबिलिभ ओ माय गॉड अनबिलिभ मी कविता अनबिलिभ मी है ल फेरि मलाई अनबिलिभ मी भयो है फर्स्ट बाइट है ल फर्स्ट बाइट ल फर्स्ट बाइट हालै रातो छ म त हालै
प्लास्टिक मात्रै अब सक्यो है अब सक्यो ल अहिले आउँदाखेरि यति थियो अब यति छैन यदि पनि छैन पिरोवालाको सकिन्छ नपिरोवालाको त अब कस्तो भयो मिठो भयो पर्फेक्ट पर्फेक्ट बडी विथ द पर्फेक्ट स्माइल पर्फेक्ट बडी विथ द पर्फेक्ट स्माइल मसँग छ र मलाई मागेको कहाँ पानी अनि उता खाँदा मलाई माग्छ यार खानेले खायो है धुने सुट हो होइन हौ, पानी जाम एक्सर्साइज गर्न ने गर्छु गर्दा त्यहाँ अब एक्सर्साइज गर्ने अहिले त एक्सर्साइज गरिन्न म त ल्या बिचराको कसको हो त्यो त्यसले नै हान्नु लाग्यो दिइरहेको छ खानालाई खै त ल्याउँ त धेरै हुँदालाई राखौँ न तर पिरे होइन यो त ल्या न वा आलु भेट्यो नि त बल्ल नुन हाल्नु पनि आमा ओहो बल्छ हाम्रो त उसो पनि खान्छ होला नि त पिरो भएर त के त्यो बस्नु गाह्रो हुने के हेरिरहेको छ हेर्नु त्यो म तिमीहरूलाई जितिन्छु अब चाहिँ हामी चटपट खाइसकेर सबै सकेर गेम एउटा भिडियो बनाएर अब जाँदैछौँ हामी उतातिर अब हामी गेम खेल्छौँ गेम चाहिँ के खेल्छौँ भने बम ब्लास्ट गर्नुपर्छ केटाहरूले केटाल्दिनु हाल्यो होइन केटीसँग मऱ्यो भने केटी खाँदा मऱ्यो भनेर गुताल्दिनु हाल्यो होइन के भयो लुगा त हरि छोडिराख्यो समस्या छोडिराख्यो कविता लुते म त होइन कविताले अघि ऊ यस्तो समाधान नसकेको हौ कसले घिसाएर हो त्यसलाई मैले त देखिनँ हेर्छ तैँले हो तानेको तैँले घिसाएर हो ए Yo,
पकड़ा पकड़ी खेलेंगे भन न के भयो म होस्टेलबाट छुटेको बाँकी ग्रुप चाहिँ यहाँ भेट भएको छ कोइन्सिडेन्टली ओ माय गॉड कोइन्सिडेन्टली हम मिल गए सन दिदी हैप्पी रोज डे रोज कस्तो कोइन्सिडेन्स है दिदी आमा कसले रोज दिन आज सिंगल पीरियड मलाई हैप्पी रोज डे भन्नु हुँदैन रोज दिनु पनि पर्छ ए ल यदि न यदि सिकाल दिएको अहिले आज ल होस्टेल चटपटी खानै पाएन चटपटी छुट्यो हाम्रो आज चटपटी दिनु चटपटी सबलाई भ्लग हानेर म देखा गराइदिन्छु अप्ठ्यारो के भयो यस्तै भ्लगर बन्न पाउँदैन दिदी बाटोमा पब्लिक अप्ठ्यारो मान्ने भयो आन्टी भाइ